देख्नु मान्छे होइन हजुर, हजुर। त्यसलाई पनि अहिले निकाल्नु पर्यो होइन हजुर। तर फोनमा अनि कुरा भगाउन त- आफै गएको उहाँ उहीँ काठमाडौँ गएको उहीँ भेट्यो पहिला ए, अँ। भेटे पनि थिएन होइन हो तपाईँ आफै जानुभएको हो हो सर राति भाग्नु भएको होइन 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 कि बा तपाईँ मात्र आएकोले चाहिँ राति भाग्नुभयो होइन होइन किन उहाँले बोलाउनु भयो होइन म आफै गएको क्या सर अनि जस्तै यहाँ श्रीमानसँगै हुँदाहुँदै पनि अब यता उहाँहरूको हुलिया अनुसार त विदेश हुनुहुन्छ अनि विदेशमा भएको उसमा चाहिँ जानुभएको भनेर पनि हामीले छोडेको त्यो थियौँ सब हावा हो कि विदेश गएको छैन। मरि गए पनि होइन झुट बोल्न लाज हुँदैन लु ऊ आफै गइछ त एउटा कुरा ऊ आफै गइछ त मेरो घरमा सुहानी छ छोराछोरी छ म एकचोटि सोध्छु भन्ने अलिकति पनि दिमागमा आएन दुनियाँको सुहानी लिएर हिँड्न सक्नेले अलिकति मेरो घरमा सुहानी छ भनेर लिएर हिँड्न सकेन लु ठिकै छ ल्याउनु भयो मानिली मैले त त्यति बेला चाहिँ के हेरेर बस्नु भयो यसरी मैले ल्याएको छु मलाई यसो गरेको थियो भने तपाईँ कन्ट्याक्टमा मात्रै आउन पनि त सक्नुहुन्थ्यो नि कन्ट्याक्टमा मेरो अहिले 20-21 वर्ष भयो यो नम्बर बोकेको होइन नाटक बढी नगर्नु यत्रो अलिकति छोरीको पनि माया लागेन हुन त अर्का सुहानी उठाएर हिँड्नेलाई के थाहा आफ्नो छोरीको महत्त्व भनेर तिमीले हुर्काउनु पर्यो पाल्नु पर्यो छोरी पढाउनु पर्यो छोरीमा कुनमा कमी छ भन त तिमीलाई अलिकति लाज लाग्यो आफ्नो छोरी छोडेर हिँड्न पनि लाज हिँड्छौ क्या अब बुझ्ने हो भने त हिँड्दै हिँड्थेन त्यही नबुझेर चाहिँ हिँडेको नि होइन अनि तपाईँले पनि त म पाल्छु भनेरै बोलाउनु भयो क्या र नि त हो यो नानीको अलिकति यता फर्केर हेर त नानीको मेरो नानी होइन भन्नु तँलाई लाज हुँदैन कसले होइन भने यस्तो हावा हावा कुरा गर्ने होइन तपाईँको छोरी हो नि ठुल्ठुलो स्वर गर्ने भाइ म आफै प्रशासनमा जान्छु के गर्छ बस्छु भनेर होइन अहिले चाहिँ मिल्छु भनेर यहाँ बोलाएर के ठुलो स्वर होइन गरिरहेको होइन मिल्नु पर्छ 7-8 वर्ष मुजी माइतमा मुलाई यत्रो छोरी भएको गएर बस्छ त ल्याउँदैन हामी तपाईँलाई कुट्न पनि दिन्नौ हामी यताबाट हातपात गर्न दिन्नौ हो होइन त्यही त मैले त लगे हो होइन घर यहाँ यस्तो भत्किसक्यो यस्तो भइसक्यो घर भयो ती क्या अब फेरि सुन्नु न त्यो पनि होइन त्यो जेठान दाइले आएर कराएर मात्रै यहाँ ल्याएर राखे न यो अहिले पनि यहाँ आउने थिएन कि बस्नुलाई नेपाल टारमा चाहिँ होइन यस्तो बस्नको सुन्नु न बस्नको लागि त होइन तपाईँले पनि वातावरण मिलाइदिनुपर्छ यो बारीहरू जग्गा जमिनहरू खाली रहेछ कस्तो होइन वातावरण मिलाउनु त घर थियो यति राम्रो होइन यो घरमा म 1-1.5 वर्ष सुतेको एक्लै बुढी नहुँदाखेरि सोध्नु देख्ने मान्छे होला म बजारमा काम गरेर आउने है म एक्लै आएर सुते अब बुढी नै घरमा बसेन उतै अब खाने है दिमागले पनि काम नगर्ने हो उतै अब अब काठमाडौँतिर के गर्नुहुन्छ त अहिले अब कान्छी श्रीमती लिएर आउनुभयो अब कान्छी श्रीमतीसँगै बस्नुहुन्छ कि होइन जेठी श्रीमतीसँग बस्नुहुन्छ कि के गर्नुहुन्छ अब अब दुइटैलाई मिलाएर राख्नु पर्यो मिल्यो भने अब नमिले त्यही हो जे गरे पनि मिलेर बस्नु त सम्झी नमिल्ने भाइ अब तर के गर्नु नानीलाई त पर्छ अनि मैले यस्तो नि नानीलाई त म जे गर्छु म आफ्नो छोरीलाई गरिहाल्छु नि होइन तँलाई